अब चाहिँ हामी चाहिँ केटाहरूसँग खुसीमा अब चिलाएर छान्न गइसक्यो बाटो हेर काले पुरै काले हेर यता अब चाहिँ हामी चाहिँ फेरि कोसीमा हाइलक्समा सरर कोसीको जाँदैछु अब बाले उडाएर भएन यार बालुन्डा हो काले के छ मेरो भाइ तेरो हालखबर खबर बबाल छ नि होइन यो लक त लागेको छ नि मजाले लागेको छ ल अब चाहिँ हामी डक्टरसँगले कोसी जाँदैछौँ चस्मा चाहिँ खतरनाक लाउनु चस्मा खतरनाक छ नि होइन कस्तो फिल भइरहेछ तपाईँलाई चस्मा लाउँदा पुरै दिल गार्डेन भइरहेछ हो सबैजनाको चस्मा फेरि खतरनाक छ कालो मान्छेलाई देखेर क्या गोरे लैजाला गोरे यो पनि कुखुरालाई मैले फालिदिँदा हुन्थ्यो यार लास्ट बनाएको छ यार स्टोरेज फुल भयो बाटा के हुँदैछ यस्तै छ बहुत हल्लाउँदो छ AK-47 चलायो हो जोड देता है भने जस्तो हाइलाइट्समा गोड डालीमा त ट्र्याक्टरवाला फिलायो रे अरू चाहिँ होइन कि यो चाहिँ छिर्छ होला क्या खुट्टामा त्यहाँ उयो नै जान्थ्यो है भाइ गाडी नै जान्थ्यो नि बाइक जाने ठाउँमा त्यही हिँडेको कि हामी कहाँ अर्कै ठाउँ हिँडेको हो एबिसिडी टपमा आइपुग्यो के छ बाटो मजा आउँदैछ सरर त सरर जहाँलाई झरिल्ला भन्ने टेन्सन क्या अरू भन्दा पनि बहुत मजा लिएर आए कोसी जन्नत बिछाई मैंने तेरे लिए ए हावा यो फेरि तार भन्दो रहेछ क्या छ तार टिप्परले चाहिँ भेटाउँछ क्या गली के मारे फेरे हाइलक्समा सारा हाम्रो दिन भर्खर हो मजा आउँदैछ नि मजाको बास्न नि आइस हरर हाइलक्समा सरर यहाँ मस्त कार्यक्रम हुँदैछ फेरि छैन हातै दुखिसक्यो मेरो यार पक्रिँदा मजा चाहिँ कसरी भन्नुहुन्छ हो र बहुत गाह्रो छ यो स्कुलमा चाहिँ सन्दीप भाइ पढेको पहिला जमानामा ए पढेको होइन ए हो र हामी आइसक्यौँ एबिसिडी टापुमा हामी टापु अब हामी कोसीतिर जाँदैछौँ यो चाहिँ अर्कै ठाउँ एबिसिडी टपको पनि कुन ठाउँमा जाने ठाउँ हो यो चाहिँ अब हामी कोसीतिर जाँदैछौँ सरर कोसीतिर जागिरा सरर कोसीतिर लाग्यो बबाल छ है यस्तो आनन्द आइरहेछ गर्मी भइरहेको बेलामा चाहिँ कोसीको बगरमा आउनुपर्छ सब जेट होइन चिलाक्स जिन्दगी हुन्छ बाटो चाहिँ हाम्रो यस्तो छ अफरोड छ अफरोडमा कुद्ने गाडीले चाहिँ अलिकति सहज बनाउँछ कि भन्ने चाहिँ धारणा छ तर पछाडि बस्दा चाहिँ बहुत मजा आउने रहेछ है बाटो
अहिले कस्तो फिल भइरहेछ न घाम छ न शीतल छ अहिले चाहिँ ठ्याक्क गर्मीको बेला चाहिँ यता आउनु चाहिँ धेरै बेस्ट हो होइन तपाईँहरू पनि आउनु होला कोसीको छेउमा बस्नुको फाइदा चाहिँ यही हो मस्त घुम्न मिल्छ आम्स्टरडममा जर्मन गाडी बाइक छ कम्प्लिट भोलि बेलुका छ प्याडी आम्स्टरडममा ल हे आइपुग्यो कोसी आइपुग्यो यताउता गरौँ लास्टमा कहाँ जाने भन्दाखेरि कोसी जाने होइन त पार्टनर कोसी चाहिँ हाम्रो भइरहन्छ के छ बफेलो बढी बफेलो बढी फिलो बफिलो जलाउनु पर्छ क्या त्यसो गनाउँछ भरे चाटिन्छ क्या छाला चाटिन्छ यस्तो गर्मीमा यहाँ आगोमा बस्दा कस्तो मजा आउँछ त कोसीको छेउमा कटिङ भइसक्यो अब म्यारिनेट मात्र गर्न बाँकी छ यति नै अनि अरू यति नै हो क्या ल मसलाहरू हालेर उहाँ पोल्ने चाहिँ यहाँनिर हो उयो रातो प्लेट ल्याउँछ अन्त टमी नुहाउँदैन त अनि त्यतिको लागि त आएको नि भरे घरमा नुहाइदिँदा भइहाल्छ नि फेरि एक्लो यस्तो जन्नतमा ल्याउनु खोज्दा सानो यार झन्डै टोको मलाई आइज अब पराई बसाउने चाहिँ खोज्नु पर्यो पार्टनर मैले यसको लागि त मैले आइडिया सोचिसकेँ लगाइसकेँ प्याजहरू ल्याएको छ लिएको छ ओइ बफेलो उयो प्याजहरू काट त्यो दुधमा हालेको छ त्यो के भन्छ जाते यता आइज यहाँ आउनलाई यस्तो मजा हुन्थ्यो मलाई आउनै मान्दैन कोसीमा चाहिँ आइसक्यो हामी मजा चाहिँ मजा आउने रहेछ ओ टमी कहाँ हिँडेको भाइ